नमस्कार, रेड मिडियामा स्वागत छ। म विष्णुमाया पौडेल। आज हामीसँग अतिथिको रूपमा राजनीतिक विश्लेषक एवं लेखक जय बहादुर सिंह हुनुहुन्छ। उहाँसँग आज हामीले नेपाली राजनीतिक अवस्था र जेएनजी आन्दोलनको अर्थको विषयमा विशेष वार्ता गर्दैछौँ। अन्तर्वार्तामा छौँ यतिखेर। जय बहादुर सिंहजी, यहाँलाई हार्दिक स्वागत छ। धन्यवाद। नमस्कार। हजुर, अहिले नेपालको राजनीतिक वातावरण निकै अस्थिर र विवादित देखिन्छ। तपाईको दृष्टिमा हालको राजनीतिक अवस्था कस्तो छ? पक्कै पनि मैले आज यो जुन रेड मिडियामा आएर यहाँसँग राजनीतिक छलफल गर्ने अवसर पाइएको छ, विशेष त पहिला यहाँलाई धेरै धन्यवाद। र अब राजनीतिले एउटा नयाँ मोड लिइरहेको छ, जहाँ जनताहरू चेतनशील भयो, राजनीतिक दलका व्यक्तिहरू चाहिँ चेतनशील भएन। त्यसले गर्दा एउटा नयाँ खालको चाहिँ मोडमा उम्बिएको छ राजनीति नेपालको अहिले। हजुर, जस्तो हाललाई चर्चामा रहेको जेएनजी आन्दोलन, यो के हो र किन आवश्यक भयो भन्ने तपाईँको बुझाइ चाहिँ के हो? पक्कै पनि जेएनजी आन्दोलन जुन एउटा मिसन बनेर आएको थियो, त्यो मिसन पुरा हुनको लागि, जस्तो कि हिजोका जुन पुराना राजनीतिक दलका व्यक्तिहरूले गरेको त्यो कुसंस्कार र भ्रष्टाचार व्यथिति यिनलाई निगरानीकरण गर्नको लागि जेएनजी आन्दोलन सुरुवात भएको हो। र जेएनजी आन्दोलनको एउटा पक्कै पनि एउटा जेएनजी आन्दोलनको जुन पुस्ता छ, यो पुस्ताले नेपालमा केही गर्नुपर्छ भनेर लागिरहेको छ। त्यो पुरानो राजनीति संस्कार मेटाउन र नयाँ राजनीति संस्कार को आविष्कार गर्नको लागि जेएनजी आन्दोलन आवश्यक थियो र भएको पनि त्यही हो। जस्तो अहिले हरेक दिन जेएनजीहरू चाहिँ प्रधानमन्त्रीसँग वार्तामा पनि बसिरहेको अवस्था छ। एकातिर चुनाव पनि हुन्छ भनिएको अवस्था छ। के तपाईँको विचारमा चुनाव हुन्छ वा हुँदैन? निश्चित नै। अब भनौँ न, हामी संविधानमा टेकेर बोल्ने हो भने त संविधानको व्यवस्था छुट्टै नै छ। तर त्यति बेलाको जुन आन्दोलनले एउटा निम्क्याइदियो कि संविधान नै नरहने व्यवस्थासम्म निम्क्याइसकेको अवस्थामा जुन अहिले एउटा अन्तरिम सरकार बनेको छ, यो सरकारले 6 महिनाभित्र नै निर्वाचन गर्नुपर्ने प्रावधान छ। यो पक्कै पनि यो जनताले चाहेको अब नयाँ व्यवस्था बमोजिम निर्वाचन चाहेको छ। निष्पक्ष रूपमा निर्वाचन हुन्छ, जनताले चाहेको नै त्यही हो। हजुर, के तपाईँलाई लाग्छ यो आन्दोलनले स्थायी परिवर्तन ल्याउन सक्छ? पक्कै पनि जेएनजी आन्दोलनको मुद्दालाई टेकेको छ अहिलेको सरकारले पनि। टेकेर पुरानो राजनीतिक दलकोसँग पनि सहकार्य सल्लाह लिइरहेछ। पुरै सबै राजनीतिक दलका व्यक्तित्वहरूले पनि स्वीकारिसकेको अवस्था छ निर्वाचनलाई। र निर्वाचनमा जुन अब भोलिका दिनमा अब त तपाईँको युवाहरूको हातमा देश छ, युवाको काँधमा देश छ। देशलाई अब चलायमान बनाउनको लागि जुन आन्दोलनले एउटा चाहिँ पुरानो राजनीतिक दललाई नै परिभाषित गरेर अब नयाँ खालको एउटा मोडालिटी लिइसकेको अवस्था छ। हजुर, आम नेपालीको लागि तपाईँको छोटो र प्रभावशाली सन्देश चाहिँ के दिन चाहनुहुन्छ? अब नेपालीको लागि मैले भन्दै गर्दा त अब सडकमा होइन, नेताको सोचमा परिवर्तन आउन आवश्यक छ। जसले हिजोको परिस्थितिलाई बुझेर र थोरै त्यो कुरालाई परिवर्तन बनाएर अब नयाँ नेपाल निर्माणको लागि टोटल युवाकै काँधमा जिम्मेवारी आइसकेको छ। युवाले यो देश चाहिँ हाँक्नुपर्छ र युवा लाग्नुपर्छ। अनि तबसम्म मात्रै समृद्धि नेपालले प्राप्त गर्छ भन्ने लाग्छ मलाई। हजुर, यहाँले अत्यन्तै महत्त्वपूर्ण समय प्रदान गर्नुभयो। यहाँलाई धेरै धेरै धन्यवाद छ। धन्यवाद। नमस्कार।